छ छ छ छ छ अच्छा अच्छा माछा है इधर ऐसा ऐसा माछा देखना पड़ता है देखो गाइस यस्तो यस्तो ठाउँ छ यहाँ ल कडा बनाएछ है एकदमै कडा धेर पकाउ भनेपछि कडा बनाइदिन्छु धेर पकाउ भनेको दुध तताउ भनेको खासमा चाहिँ ओ ब्याग आफ्नो कति याद गर्दिसेको चाहिँदैन कताबाट जाने अब हमको कुछ मालूम नहीं अब गाड़ी को फॉलो गर न यो च्यापक चाहिँ यसमा राख्नु हजुरले के बोक्सेको थियो के किनेर ल्याउने पनि हो झोला चाहिन्छ नि त कहिले कहिले झोला बोक्छु त बुझाइले अरु भन्दा पनि है शपिङ उसमा झोला पनि चाहिन्छ भनेर भन्छन् है मलाई त झोलाको पैसा तिर्न सक्छ नि लाग्छ के रे बोकारमा चलो चलो आधी बाटो सबै त म देखाउँछु वहाँ उता जाने बाटो के रे साफु जाने बाटो क्या ए त्यताबाट जाने हो त्यताबाट सुन्दरी जानु सुन्दरी जाल भन्ने होइन होइन साफु जाने बाटो क्या गोकर्ण गोकर्णबाट उता उता गोकर्ण हुँदै गयो कि माने हजुर अनि त्यही आ हराम न है फेरि आउँदा पाइहाल्छौँ आइहालिन्छ हदिजु भिन्न भिन्न जाउँ न त होस् छैन कडा होइन हजुर धेरै यस्तै खाइसिन्छ सम्झिँदै त हो कस्तो कडा चारजना त्यही भएर अब पातलो भनेको म त अब 70 माथि गइसके हदिजु म 70 71 भइसके म त मानिक सरी ल ल्याइनु ए हुन्छ ठिकै छ हजुर कति 63 एकदम पर्फेक्ट छ हजुरको उमेर अनुसारको डाक्टरले त घटाउनु नै भन्छ होइन तर पर्दैन हुन्छ जस्तो लाग्छ केही होइन होइन 1-2 केजी यता उता त्यो त केही होइन तलमाथि भइरहेको हुन्छ है हजुर पैसा कहाँ गयोस् पैसा थिएँ अहिले र त दिन्थ्यो डिजिटल मेरो कम्पिटिसन छ 72 म पनि एकचोटि 75 पुगेको पुग्छ थिएँ थियो कति सुत्केरीको बेलामा बिचमा यहाँ आइसकेपछि भनेपछि डरलाग्दो मोटाइसकेछ त यो मेरो हात खुट्टा सबै मोटो छ कि अनि त्यही भएर मेरो चाहिँ फेरि यो हात हुन्छ नि मजाले लाउने म यही दुधले नै होला धेर मोटाको मिलेन मिल्दैन भन्छन् नित्य पूजा किताब पढ्ने चाबी लाग्छ चाबी हजुर त्यो उता मधेस जाँदाखेरि पनि लङ ट्रिपको लागि पनि अब सन्ध्या साथले आफै हाँक्नलाई दिक्क हुँदाखेरि त्यो ठुल्ठुलो कस्तो कस्तो राम्रो लग्जरियस गाडीहरू बनेको छ नि अहिले त्यस्तैमा जाँदाखेरि ठिक लाग्यो मलाई त बसहरू हजुर कस्तो मजाको के त्यो सोफाहरू आनन्द तिनीहरूलाई आखिर पैसा पनि फेरि धेरै छैन क्या दिजु अनि कति चाहिँ पोसाउँछ होला है बस्नु जाँदै हुन्छ गाडी लिएर उहाँ काम लाग्छ आफू जता गए पनि भयो होइन नभएदेखि चाहिँ लामो बाटो एक्लै हात दिक्क हुँदाखेरि त हो किन भन्छ त नकिन भन्दा पनि गाडी लिएर नकिन भने मान्नु मलाई मनपर्छ एकदम उहाँलाई मनपर्छ भने त भइहाल्यो नि राति अस्ति नै हामीहरू आफै नै डिजाइन गर्ने भइसकेपछि त पैसा डिजाइन गर्ने होइन नि होइन अहिले चाहिँ सिकिसक्छ पैसा लाग्यो हाम्रो त्यो छिटो सोला बनाउने पनि यही हो यता फेरि त्यही माकलबारी त्यही अहिलेको ठाउँ भइहाल्यो सोलर बनाउने
बसेँ अनि त उसमा कन्भोकेसनमा जाँदाखेरि खाटल्याङ बुढेसकालमा मलाई के अरे छोड भन्छ कसले मलाई पनि के भन्दै थियो होइन उता टिएमसीले पनि डराके पनि छ अनि बिचरा नेताहरूले नि छोड भन्छन् म त बिचमा नबिचैमा छोड्नु नउठाउनु ननिल्नु मलाई त गाह्रो भयो त्यसलाई पनि काम गर्नु दिएको छैन नि सर छैन नभए त गर्थ्यो होला बिचरा उसलाई नि होइन अहिले अब हेर्नु त्यसको स्थिति पनि अहिले समस्या बुझ्दैनन् क्या केटाकेटीहरूको नयाँ नेतृत्वले अब भनेको डोलेश्वर महादेव जाने भाकलै रह्यो अहिले अब यो माघ लास्टमा आइसिन्छ अरे यो अन्नसूत्रमा त्यही त माघमा हामी गाडी लानु गाडी लिएर गाडीमा सजिलो हुन्छ है गाडी म त ऊ अनि गाडी हसु पनि जाने दिन्छु कहिले माघमा गाडीमा फेरि गफ गर्दै पनि तर आज त हुन्छु त्यो त्यही के अरे सबै नारायणको दर्शन गर्न गएको बेलामा सबजना बोल्ने म चाहिँ आँखा चुप्ने बोल्दै बोलिनँ किन गाह्रो हुन्छ हजुर मलाई खै के हो न मेरो रिसमा चाहिँ कति गर्छौ तिमीहरू बरु म सिकाउँछु तिमीहरूलाई भनेर भन्छ कस्तो पैसा कमाउँछ टिकटकको मतलब त्यो उसमा हालेर लाइभमा बसेर भिडियोबाट भन्दा लाइभबाट धेरै कमाउँछ पैसा लाइभ बसेर नाइ कोही त कस्ता बदमास ताउला तरिकाले कमाउँछन् आयो अब हामी कता लाग्छ त्यो माघमा म आएको बेलाको भिड साँच्चै काठमाडौँ नै जोडेछ बाटो फेरि कति राम्रो नि बाटो हेरिस त अब यतातिरका मान्छेले माघलाई फोकस गरेर पुरा रिजर्भ गरिसक्छन् सुरु भइहाल्यो त्यो माघको त अरूभन्दा त्यो भाङ अनि त्यो तिलहरू किन्न चाहिँ ए यता ए जोरसिङ पमा जाने हो हामी जर्सिङ पौवा त भाइको मान्छेको पनि छ त त्यहाँ रिसोर्ट जर्सिङ रिसोर्ट हामी त्यो कति एकचोटि गयौँ है हजुरसँग के अरे मेलेन्ची त्यो गिलो खान सक्दिनँ हजुर गिलो हो भने चाहिँ भाइ अन्त कस्तो मजाले खानुहुन्छ आफ्नो बुझ्छ चिउरा मलाई म चाहिँ त्यसरी खाँदिनँ सक्दिनँ म चाहिँ खाने पनि अलिकति धेरै चाहिँ खानु हजुर दुध भुजा फेरि बुढाबुढीसँग त्यसरी गीतहरू सुन्नु पाइँदैन यसपालि त्यो भर्दै भन्नु पऱ्यो उसमा त्यो पेन्टाइनमा अहिले कस्तो हुन्छ नि हजुर बकुला सिमी बबुला साह्रै म त जानिनँ हजुर पकाउनु त्यो हजुर कहिले पनि खाएको छैन हजुर प्याज स्याज राखेर
त्यो केटागुडी एक एक कसेर चाहिँ अब बुढेसको त झन् खानुपर्छ दिजु हो पो त बिचरा मम्मीले चाहिँ त्यति चाहिँ नित्त भुवाला भइसक्यो रहेछ एक कचौरी अब 2 जना मात्रै होइसिन्छ उहाँ जाँगर पनि त चल्दैन दिजुलाई फेरि हुन्छ नि हुँदैन भन्छिन्छ मलाई हुँदैन मनमा राखिसिन्छ सुन देखाइसिन्न नि त्यो पानो र ज्ञानु थियो नि दिजु त्यो गोरी त गइ नि अस्ति जापान मलाई त्यो देखेर त मेरो त यो आँखै मलाई त्यो बिचरा त्यो उसको बुवाले टिका लगाइखेरि त यति नमजा लाग्यो बिचरा उनीहरू पनि गइ हुँदैन सबै त्यही हो हजुर यो चाहिँ ठुलो भाँडो रहेन रहेछ है चौडाइ हाम्रो गाउँमा पनि सबै 2 जना जसको त्यही रहेछ हाम्रो त टोल भरि नै थियो 2 जना स्वस्थ चाहिँ हुनु पर्दो रहेछ सबभन्दा जरुरी चाहिँ यो रहेछ नि कसले गरिदिने हो किन भन्छ त हामी 4 जना के अरे देउरानी चाहिँ हामी 2 जना मात्रै अनि ल हेर्छु त झन् परिवारमा गइसकेपछि त सबैजनाको अब दादा गयो दिदी गयो भन्ने हुन्छ अनि उनीहरू पनि जानु खोजिहाल्छ मान्छे धेरै भएको त भए त सुखी पो जस्तो लाग्यो है हो त जाउँ न कति रमाइलो हो नि त सुखी क्या हजुर अनि अब अब हामी पनि 2 जना मात्रै हुन्छौँ डाक्टर कोठा गयो यता आयो त्यति किचन कोठा त्यति हो कामै छैन घर टिकटक बनाइदिन्छन् सबैले केटाकेटीहरूले अनि यो हाइटमा छ हो मानि हाइटमै छ डाँडा गाडा गर्दै गर्ने त। अनि त्यो फोहोर फाल्न नि यता ल्याउँथ्यो नि होइन फोहोर फाल्न यता होइन ब्यागमा यो ब्यागमा झोला हालिराख्यो भने सजिलो है हजुर यस्तो झोला चाहिँ दिजुले नै दिएको हुन्छ मलाई पनि मलाई पनि हजुरले झोला दिनु मलाई फेरि झोला किन्नु लोभ लाग्छ हामी उहाँ जाँदा कि त हजुर हजुर र म त डाँडा हेर्छु भलेसी जाएर ए विरक्त लाग्ने डाँडाहरू मात्रै छ जान्छ आउँदैन त आउँछ त्यस्तो डाँडा त कति काट्यो कति आउँछ भन्यो आउँदैन आउँछ भन्यो अनि गफ पनि फेरि चुपचाप होला फेरि के भयो गफ त गर्दै गयो गर्दै गयो। त मलाई त अब पसिना पुराइसिन्छ भनेर मलाई यति डर लागेन अझै उ लाग्छ भन्छ 4 घन्टा अगाडिको चढेर ए होइन है कस्तो डर नलाग्यो त त्यो मैले छेउमा बसेर बसिरहेको डर चाहिँ फेरि त्यत्रो जनामा किन डर लाग्नु के गर्छिन्छ त उहाँ अब उहाँको ठाउँमा के गर्छिन्छ होइन त त्यस्तो त होइन नि त अँ समुद्रको त यहाँको अङ्कलले त अस्ति नै पनि चिसा पानी पो जाने भन्नुभएको थियो चिसा पानी चलो अङ्कललाई पनि काम गर्छ पश्चिमको होइन यता हाम्रो त्यो डम्पिङ साइडको के यो हाइटमा आएर कान बन्द भएको छैन हजुरको मेरो भइरहेछ। बन्द भइसक्यो त्यो भाइको साथीकोमा खाना बनाउनु भनेर हामी माथि गए पनि हुने त अनि अनि हामी के किन खानु पर्यो हामी ट्राउट खान हिँडेका मान्छे रमाइलो छ त्यो पनि त्यो ट्राउटमा ल्याएर नाका तल स्कुलमा तपाईँ हेरि छैन कति बजारै बजार बजारै हो अब पर पनि छ उता राख्यो त्यस्तो आएको छु बाइकमा अब म भाइसँग त ढाड दुखेर सक्दिनँ अब त बाइकमा भोटे चौर नाङ्ले भारे नाङ्ले भारे नाङ्ले फारे ए उताबाट कार गुम्बा हेर्दै आमायाङ्ग्री नाङ्रे यहीँबाट जान्छ के यता अरे? सबै आमायाङ्ग्रीहरू त्यो भनेको के हो बाबु त मन्दिर गुम्बा होइन गुम्बा हजुर गुम्बा नाङ्ले भारे भन्ने त्यता जानु त मैले उताबाट भन्दै यताबाट शिष्य भोटे चौर भोटे चौर भोटे चौर त खास चियाबारी
भनेपछि चियाबारी त्यतैबाट पनि हामी उता उसमा जानु पुग्छौँ पुग्छौँ यो उता पारी के हो त माने हजुर त्यो सबै सिन्धुपाल्चोकै होला सिन्धुपाल्चोक हो ए हामी यता त्यति पो आइसक्यौँ जर्सिङ पौवा त्यो मेरो एउटा साथी मोटी साथी यतैतिर रहेछन् खालि यत्रो आउँदै रहेछन् बिचरा जग्गा देखाउनलाई सानो काउले लेखेको पढ्दै हिँड्यो कति राम्रो गाउँ है कति राम्रो सफा त्यता मोटर चाहिँ जाँदैन होला कि जान्छ माने त्यता गाडी जान्छ केही होला नि दिजु त्यत्रो छ बस्ती जान्छ जर्सिङ रिसोर्ट यही हो कस्तो भाइले त कस्तो खालको भइसक्यो रहेछ यही हो यही माथिको अब तल हामी यो यसमा आएकै होइन भने नै नै मयूर पनि आउँदो रहेछ गाडी कहाँ यत्रो बस पनि है ठुलो के रिजर्भ गरेको ए पिकनिक रहेछ त्यसो भए पौवा जर्सिङ रिसोर्ट यो सबै बोल्न पनि कत्रो जग्गा खोलेको छ के अरे त्यही उसमा म्यापमा हेर्दै ल्याइसकेको अहिले यस घुम्यो भन्दा पनि माछा भन्दा नि घुम्यो क्या हजुर कुनै खानेमा पनि नि त्यो ऊ छ अरे के नाउ होइन के छ अरे त्यहाँ पनि बोटिङ गर्ने ए होला नि छ अनि कहाँको हो यतातिर त्यो उसको विदेशको जस्तै अहिले त ठुलो त्यो यत्रो चक्का भएको त्यो जिप जस्तो क्या बालुवामा हुनाउले ए हजुर कसले फोटो हालिरहेको थिएँ मानिक हामी त निकै हाइटमा आइसक्यो हजुर हाइटमै छ यहाँ मलाई किन मेरो कानले थाहा छ कान डुम्म भयो क्या हरियो परिचय छ है नेपालमा चाहिँ होस् मेरो छोरीले त अघि गरेको रहेछ 10 बनाउँछन् भर्खर सुरु यतिलाई मात्रै पहिरो गएको रहेछ नि त बाटो छोपिदिएको रहेछ हेर्छु त कस्तै पहिरो गएको बर्खामा त साँच्चै बन्द गर सबिता तपाईँसँग के अरे काकीको पनि ढाडको गर्नुपर्ने छ अरे क्या बिहान चाहिँ भन्दा मलाई बेलुका भन्दा बिहानै मनपर्छ बेलुका हिँड्छौँ कि कहिले कहिले मान्छे ठोकिएर हिँड्न नभने बिहान चाहिँ टुइ 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 बिहान कस्तो हिँड्छौँ आधी घन्टा ठ्याक्कै डक्टरले भनेअनुसारको ओम मूर्तिले भनेअनुसारको ठिक्क रहेछ नि भोटे चौर प्रवेश परवेश भोटे चौर त्यो पनि पार्टी चल्दैछ जस्तो छ हजुर यतातिर त होमस्टेहरू यही हो हो र ए उत्रेर हेर्न लागेको होला कस्तो राम्रो देखेको नि उयो हजुर त्यहाँनिर पिकअप उत्रेर हेरौँ न हो है है ए यहाँ अरू कसैको पनि रहेछ नि त यसको एकलौटी नै रहेछ नि त यही मात्रै ए अनि पचार हुने भइहाल्छ नि त सिराइने प्लास्टिकमा होस् होइन हो ढुक्क पनि हुन्छ नि त माछा आमा कति धेरै हो माछा ठुलो गरेर माछा माछा वेलकम टु भोटे चौर रिसोर्ट गाइज माछा हेर्नुहोस् माछा खानुहोस् अनि रमाइलो दृश्यहरू हेर्नुहोस् यहाँ चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्ड सुत्ने ठाउँ रहेछ ओइ सुन्तला
ओ क्या दोस्त, म त यस्तो ठाउँतिर पुगेको छु दोस्त। त्यहाँ के रिसोर्ट हो यो? गर्लफ्रेन्ड बोयफ्रेन्डको रिसोर्ट होला। मैले नाचेको उ त्यो डाँडा। हेलो 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 एभ्री वान। बबाल छ बबाल। यस्तै जग्गाहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हाम्रा बुढापाकाहरू इधर जा रहा है। तो मैं क्या करूँ, सुन्तला पनि मस्त तरिकाले पाकिसकेको छ होइन। मेरो गाडी पनि त्यहाँ छ, हाम्रो अङ्कलको सम्धीको गाडी यहाँ छ होइन। मान्छेहरू सबै त्यहाँ छन्। हामी कहाँदेखि कहाँ आयौँ। सुन्तला लटरम्म फलिरहेको छ। माछाहरूको भिड यसरी छ यहाँ। टुङ 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 माछा 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 त यहाँ छ। यहाँ माछा 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 देखो माछा माछा। ओए रातो माछा नि रहेछ यहाँ। माछा 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 गाइस माछा। माछा मात्रै भनेको चाहिँ देखेको छ कि छैन हौ। ल टम्मै छ माछा त। पोखरीभरि माछा माछा छन्। माछै माछा है। आम्मामा ल हेरौँ गाइस माछा 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 माछा। औ हुर्र माछासँग खाने हो के यो चाहिँ? आम्मामा माछा देख्नुभयो साथी हो? माछा माछा भनेको यस्तै हो माछा। त्यहाँ रहेछन् रातो माछा, फेरि यहाँ रहेछ फेरि बब्बाल माछा यार। ओए रातो सेतो माछा त यहाँ पो रहेछ नि त यी। ओ माई गॉड यार माछा। छ छ छ छ छ। अच्छा माछा है इधर। ऐसा माछा देखना पड़ता है। देखो गाइस यस्तो ठाउँ छ यहाँ। ल यस्तै हो। ल यस्तै हो।